हेलो नमस्ते गाइजहरु वेलकम छ हजुरहरुलाई फेरि पनि मेरो अनदर न्यू भ्लगमा। आज चाहिँ हल्का म रामेछाप डिस्ट्रिक्टको बारेमा रामेछाप जिल्लाको बारेमा केही भन्न गइरहेको छु है। सो अहिलेको सिचुएसन चाहिँ अब भन्दाखेरि एकदम गर्मी एकदम हट छ है। अब त्यो त के भन्नु, बुढाहरू पनि यहाँ भर्खर स्कुल सकेर है पुरा यो ब्रिजमाथि रामेछापको यो मन्थली छेउमा एउटा ब्रिज छ, बुढाहरू पुरा ह्याङ अन गरेर बसिरहेको छ यहाँ चिसो हावा खाएर। अनि म पनि यही छु। एक्चुअली म यहाँ हुनुको कारण चाहिँ त्यहाँनिर हेर्न सक्नुहुन्छ हो, त्यहाँनिर मेरो इभी गाडी चार्जिङ स्टेसन हो जुन चाहिँ विद्युत प्राधिकरणले चाहिँ त्यहाँ लगाएको छ। सो म आफ्नो गाडीलाई त्यहीँ चार्ज गर्दैछु। त्यो भएको कारणले गर्दाखेरि चाहिँ म पनि यसो यहाँ ब्रिजमै बसेर चिसो खाइरहेको छु। गर्मी एकदम हाई भोल्टेज गर्मी छ है। मेबी 35 डिग्रिज अराउन्ड 35 डिग्रिज अराउन्ड चाहिँ टेम्परेचर छ। भए पनि अब आजको मौसम हेर्दाखेरि लगभग हाम्रो 10 दिन जति भयो पानी नपरेको। रामेछाप जिल्लामा भन्दाले पनि मन्थली हाम्रो खिम्तीतिर हैन, जुन यो तपाईँको भूभाग जति पनि मुनिको साइडमा छ त्यति पानी परेको छैन। त्यही कारणले पनि गर्मी एकदम हाई छ। तर आजको चाहिँ वातावरण हेर्दाखेरि माथि स्काईहरू हेर्दा हैन, माथितिर हेर्दाखेरि चारैपट्टि साइडमा चाहिँ एकदम अन्धकार छ। अहिलेको त्यहाँ 5 बजे भिडियो बन्दैछ। त्यो भएको कारणले गर्दाखेरि आज चाहिँ पानी पर्ने सम्भावना एकदम राम्रो छ। पानी पनि पर्नु पनि पर्ने छ। गर्मी एकदम छ, अलिअलि गर्मी कम पनि गराउँछ होला। अनि अब यो कोसी किन यस्तो बाढी आइरहेछ यो तपाईँहरूले हेर्न सक्छ। रामेछाप जिल्लाको चाहिँ हैन, यो हामी अहिले मन्थली नगरपालिका सदरमुकामको चाहिँ अलिक वर एउटा ठुलो ब्रिज छ। त्यो ब्रिजमा चाहिँ हामी बसेर भिडियो बनाइरहेको छौँ। सो अब यो तपाईँले रिभर हेर्न सक्नुहुन्छ, यो तामाकोसी भनिन्छ यसलाई। अब तामाकोसी पनि यस्तो फैलिएर होइन, यत्रो ठुलो उसमा चाहिँ बगेर आएको छ, बाढी नै आएको छ पुरै। अब यो साइडबाट बगेर आउने चाहिँ यो साइडबाट हो, माथि उता त्यो कुनातिरबाट दोलखा जिल्ला पर्छ। अनि अब यसको मुहान भनेको त्यही दोलखा जिल्ला होइन, दोलखा जिल्लाबाट आउने हो। सो रामेछाप जिल्लामा त्यति पानी नपरे पनि, हाम्रो मन्थलीतिर खिम्तीतिर पानी नपरे पनि पानी चाहिँ तपाईँको लेकतिरै परेको छ है, हिमाली भेगतिरै। हजुर के अरे चरपटे पानीपुरी खुवाउनु रे? तिमीहरूलाई ल खाऊ, ल खाऊ, एक प्लेट खाऊ, म दिन्छु, खाऊ ल, एक प्लेट मात्र। यिनीहरूलाई देखेँ स्कुलबाट यिनीहरू बुढाहरू आए यहाँ पानीपुरी खुवाउनु पर्यो यिनीहरूलाई। फाइनली होइन, मौसम यस्तो छ नेपालको मौसम, रमाइलो पनि छ है। मेरो फुल 100% चार्ज भइसकेपछि म पनि घरतिर जानेछु। आजको काम त लगभग सकि नै सक्यो। एज अ ड्राइभर है, एज अ भ्लगर त के भन्नु, एज अ ड्राइभर अब यसो बेला मौका फुर्सद पाउँदाखेरि टुकटुकै निकालेर यसो भिडियो बनाउने चलन गरेको छु। यो माथि हेर्न सक्नुहुन्छ, कोसी बगेर आउने त्यो यताबाट हो, तामाकोसी रिभर बगेर यो साइडबाट आउँछ। यो साइडबाट हेर्नु यस्तो फैलेको छ है, वारिपारि पुरै छ। माथि अझ माथि जानु भयो भने त यहाँ त अब तपाईँको यो मन्थलीमा चाहिँ अलिकति धेरै फराकिलो ठाउँ भएर चाहिँ पानी यहाँ चाहिँ छरिया छ होइन, गहिरो छैन तर छरिएको छ। तर तपाईँले अलिक मास्तिर हामी गयौँ भने चाहिँ हामीले त्यहाँ के देख्न सक्छौँ भने तपाईँको अलिकति सानो ठाउँ छ, खोसो ठाउँ भएपछि पानी झाङडाङ झुक्रुङ गरेर एकदम ओभर उसमा चाहिँ एकदम मतलब प्रेसमा क्या एकदम प्रेस दिएर चाहिँ बगेर आएको छ। अनि हामीले यहाँ हेर्न सक्छौँ माछा पनि हाम्रो दाइहरूले यो अब पानीमा होइन कस्तो हुन्छ नि, यो धमिलो पानीमा चाहिँ माछाहरू र अनि यो हाई प्रेसरको पानीमा माछाहरू बिचमा बस्दैनन्, प्रायः जस्तो सबै छेउछेउमै जाने गर्छन्। अनि यहाँ अब हाम्रो दाइहरूले यहाँ पनि माछा मार्दैछन् हेर्नु है, यहाँ माछा मार्दैछन्। हाम्रो यो दाइहरू पनि यतैतिरका हुन् होइन, माछा मार्दैछन्। आइफोनबाट जुम आउट र जुम इन हुँदैछ है गाइजहरू। मेरो पनि तिमीहरूले के हेरे, तिमीहरू नाच ल, तिमीहरू नाच। अनि के गर्न आउँछ त तिमीहरूलाई? यो पुललाई के भन्छ अरे कान्छी? यो पुललाई के भन्छ अरे? हो, रामेछाप जिल्लाको मन्थलीको आकाशे पुल हो यो। अरू पनि आउँदैछ नि, भाइरल। चरपटे पानीपुरी खान्छौ? कतिको?
100 1 रुपियाँ नाला 100 30 रुपियाँको 30 रुपियाँ दिन्छ नि एक प्लेट कतिवटा 6वटा दिन्छ नि न एउटा दुईटा तिनटा चारटा पाँचवटा 6वटा हामी सबैजनालाई एक एकवटा खानु एक एकवटा ल यिनीहरूलाई चरपटे चाहियो चरपटे पानीपुरी चाहियो रे अब लगभग हाम्रो पनि भ्लग बनेर तयार रेडी पोजिसनमा भइसक्यो है अब हामी पनि भ्लग बन्द गर्छौँ आजको स्थिति आजको भ्लग भनेको हो बुढाहरूले खुब चरपटे खाने रहर गर्छन् यो पुल फेरि रमाइलो छ हाम्रो यहाँनिर चट्ट पुलमा चाहिँ फ्ल्याग लगाएको छ है हाम्रो नेपालको चाहिँ राष्ट्रिय झन्डा यहाँ त्यहाँ त्यहाँ चारैतिर सबै पुलमा चाहिँ वारिपारिदेखिबाट दुईटै साइडमा फ्ल्यागहरू पनि लगाएको छ हाम्रो नेपालको राष्ट्रिय झन्डा अनि हेर्न सक्नुहुन्छ त्यहाँ पर हाम्रो मन्थलीको बस पार्क पनि छ अनि बस पार्कको छेउमै हाम्रो एयरपोर्ट पनि छ डोमेस्टिक फ्लाइटको एयरपोर्ट यही त हो नि बुढाहरूको 5 बजे बुढाहरूको स्कुल छुट्टी चटक झटक भएर हिरोनी बनेर आउँदैछन् जाँदैछन् रमाइलो गर्दैछन् मेरो गाडी त्यही हो अब चार्ज फुल भयो होला म पनि अब लाग्नुपर्छ घरतिर के कसो यो बुढाहरूलाई चरपटे खुवाउनु पऱ्यो अरे यिनीहरूलाई चरपटे पानीपुरी पानीपुरी ठेला दाइको पनि यहीँ छ नजिकै भाइ यिनीहरूलाई पानीपुरी खाने मलाई फसायो नि कति एक प्लेट होइन एउटा दुईटा तिनटा चारटा तिमीहरू एक एकवटा खा म दुईटा खान्छु हुन्छ ए चरपटे सर यहाँ पैसा कमाइ समाइ छैन ल भाइ भन्दै ल